हामी सन्तान यति नै रहेछ भनेर आश मारेको मैले छ। आश मारेको मेरो सम्पत्ति भन्दा नि मेरो परिवार बाँचियो, बचाउन सफल भयो है। त्यो खोला र छालमा म सँगसँगै 5 मिनट सेकेन्ड फरक भनेपछि खोला यहाँ छ, म यहाँ छु, आमालाई घिसार्दैछु, परिवार घिसार्दैछु, म त्यसरी बाँचेको। यति मैले देखेको, लाइभ देखेको, जिन्दगीमा रोन जाने थिएन, आज रोयो। मेरो एउटा त्यो कुकुर सम्पत्तिमा कुकुर बाँचेको छ, त्यति नै हो, यही छैन सर। घरि देखिहाल्नु भयो, नामिसान छैन, लग्यो, यही छैन। दुईवटा निजी बाइक थियो, एउटा एनएक्स थियो, एउटा स्कुटर थियो, स्कुटर पनि त्यहाँनिर राखेको थियो। पछि आएर बस्ला नि त, त्यो डिलमा त बस्ला नि त, भने त्यो पनि गयो, केही पनि छैन, म नाङ्गै हो। जम्मा घरबाट निस्केको एउटा स्कुल अफिसको ड्रेस थियो सर, यो नि अर्काको मागेर लाएर हिँडेको छु मैले, होइन। मेरो केही पनि साथमा छैन, मेरो 6 जना परिवार छ, साथै जम्मा बचेको भने मेरो सम्पत्ति म जिन्दगीमा रोगो थिएन, आज रुनु मन लाग्यो मेरो छोरो बाँच्यो भएर। अरू मलाई केही पनि चाहिँदैन। जसले हेरेस् न, मेरो कुकुर बाँच्यो, मलाई यति खुसी लाग्यो। छोरा जस्तो गरेर पालेको, यसलाई पनि यसको बाहुनीमा आमा चाहिँ कुकुर ट्रकले खिचेर मारेछ, मैले ल्याएर पालेको कुकुर बाँच्यो है, यति खुसी छ। मेरो केही पनि छैन, सबै लाग्यो। म जिन्दगीमा रुवा थिएँ, जस्तै सङ्कट आइनु रुवा थिएँ। मलाई सम्पत्ति गयो भने रुवा होइन, मेरो कुकुर बाँच्यो भने रुवा। मेरो छोरा जस्तो गरेर पालेको, मेरो 6 जनामा 7 जना हो यो। मेरो यति घरमा पाएको दार गरेर बसेको, मेरो घरमा कसैले केही छ मैले यसले झम्टिदियो हाम्रो परिवार नभएको ठाउँमा। त्यसो गर्दा मेरो कुखुरा थियो, बाख्रा थियो, के अरे हाँस थियो, काली थियो, सुन थियो, 10-11 तोला, 8-10 तोला चाँदी थियो, वासिङ बन्दोबस्तले गरेको मान्छे अब जिरोमा झारे कि सर भगवान्ले। मेरो त्यो गयो, केही छैन सर। फेरि भनौँ खानालाई त धन्धो गरेर खाइएला, तर अब जोड्ने भने मेरो त्यही हो, सपना हो मेरो। मलाई त अहिले यो खोला आएको सपना देखेको छु सर। पहिला आउँदाखेरि यो मेरो घरबाट 300 फिट 3 तलाको घर मुनिबाट गएर खोला अहिले यहाँ आइरहेको छ, हेर्नुहोस् न ल। यो कत्रो छ मेरो घरबाट